नगरपालिकाबाट राराको लागि हिँडिसक्यौँ। हाम्रो युगेन्द्र सर अलि पछाडि देखिनु भएको छैन। के छ युगेन्द्र सर हाम्रो? एकदम राम्रो। अब हामी राराको लागि चाहिँ हिँडिरहेछौँ है। हजुर। अब हाम्रो मिसहरू सिस्टरहरू हुनुहुन्छ। अब जुस हाम्रो यात्रा रमाइलो हुन्छ भन्ने हामीले आशा गरेका छौँ। हाम्रो अस्मिता मिसको के छ उता? हामी छामघाट पुग्यौँ। उहाँको कविता मिसको भैरवी गाउँपालिका। यो चाहिँ हामी यो सबै टिम चाहिँ बसिसकेका छौँ रारा यात्राको लागि। नै यस्तो भयो अहिले मलाई सुरै हुँदैन। अनि हाम्रो भागमसँग छोडेर अर्जुन सर पनि अहिले पछाडि जानु भएको छ। हाम्रो सरहरू सबै एकदम सुतिरहनु भएको छ। सुहान्छ खबर घुम्न जाने हो? बमिट आइसक्यो भाउजू? आइसक्यो एकचोटि अङ्गुर खाएर गाइसहरू यस्तो छ हालत। के घुम्न जानु? हामी अहिले यो ठाँटियात पनि पुगेका छौँ। चस्मा लगाएर एकदम सुतिरहनु भएको छ। म वास्तवमा बोलेर मलाई हल्ला गरिरहेको छ होइन। म सुतेकै छैन, म बोलेर यात्रा चाहिँ कस्तो भइरहेछ हाम्रो सर म्यामहरूले भनिदिनु पर्यो। रमाइलो भइरहेछ। अघि चाहिँ बमिट आइरहेको थियो, अहिले चाहिँ एकदमै फ्रेस हुनुहुन्छ सबैजना। पछाडि पनि लगिदिनु पर्यो अलि। बेला चाहिँ हामी राकम बजारमा चाहिँ आइपुगेका छौँ। हामी अब बिहान स्पिकर किनिरहेछौँ। कति दिन पर्ने रे? 1300 मात्रै? गाह्रो छ गाह्रो छ कि उहाँहरू एकदम कडा हुनुहुन्छ। भिडियो बनाइदिनु सानो एउटा। हामीले 1500 दिन लागेको छौँ। उहाँहरूले 1350 भन्नुभएको छ, हामीले चाहिँ अब 1500 दिदिउँ भन्ने। ठिकै छ ल, धन्यवाद। यति बेला चाहिँ हामी खाना खान रोकिरहेछौँ। के छ, कस्तो लागिरहेछ? ठिक छ? के छ तपाईँहरूलाई कस्तो लागिरहेछ खाना? बमिट आइरहेछ कि नै? छैन? छैन? हाम्रो सर म्याडम त्यता हुनुहुन्छ। हाम्रो सर म्याडम त्यता हुनुहुन्छ। अब चाहिँ हामी खाना खाएर राराको यात्रातर्फ लागिरहेका छौँ। रमाइलो हुनेवाला छ। बमिट पनि आइरहेछ धेरैलाई। हामी बदाम जुस खाँदैछौँ। ल ल ल, बदाम जुस के छ दाजु? बदाम जुस। हेलो हेलो, ल ल ल ल। नागमा बजार आइपुगेका छौँ। बेला चाहिँ हामी नागमा बजारमा खाजा खानको लागि बसिरहेको छौँ। हाम्रो सरहरू चाहिँ अब खाजाको पर्खेमा हुनुहुन्छ। जुस खाइरहेछ है। के छ, कस्तो लागिरहेछ अहिलेसम्मको यात्रा? हाम्रो जग्गा सर एकदम बेस्ट बेस्ट छ है। ल यता हाम्रो म्याडम मिसहरू राम्रो भइरहेछ यात्रा। राम्रो भइरहेछ। एकदम ह्याप्पी छौँ हामी। ह्याप्पी हुनुहुन्छ नि? बमिट त आएको छैन नि? हाम्रो अस्मिता मिस मलाई एकदम रमाइलो लागिरहेछ। रमाइलो छ। कविता मिस, माया मिस, कस्तो उज्यालो आएको यहाँनिर है। चाहिँ यो आजको फर्स्ट डेको यात्रा सकेर हामी यो गोठी जिउला चाहिँ अब बासको लागि आइरहेका छौँ। कस्तो लाग्छ दाजु? एकदम राम्रो छ। यात्रा चाहिँ एकदम सहज भयो। ए हो। ल हाम्रो
मिसहरूको के छ ठिक छ यात्रा कस्तो रह्यो कविता मिस एकदम रमाइलो रहेछ स्मल यात्रा फर्स्ट चाहिँ यति रेस्ट गर्छौँ यहाँ ऐना पनि हेर्दै हुनुहुन्छ दिनभरि हेर्न पाउनु भएन बिचरा त्यो भएर मिलाउनुहोस् है ओके यो चाहिँ हामी पहिलो दिनको खाना चाहिँ यो साँझको गोटी चिउलामा खानेछौँ हाम्रो कपल टिम चाहिँ उता छ नन कपल टिम चाहिँ यता छ फेरि सिङ्गल टिम गोठी जिउलाबाट राराको यात्राको लागि हिँडिरहेका छौँ यात्रा आज डे 2 उहाँहरूले चाहिँ एकदमै साह्रै ढिला गर्नुभयो हामी त लौलो 5 बजे उठेको उहाँहरू लौलो तयारी हुन झन्डै 2 घन्टा लाग्यो के गर्ने यस्तो गाह्रो छ अनि उहाँहरू चाहिँ 5 बजे उठेर 7 बजेसम्म रेडी हुने टाइम लाग्यो अब के गर्ने हामी यहाँ 1 घन्टा उभिरहेको छौँ चिसोमा के छ कस्तो लागिरहेको छ आज डे 2 मा कता जाँदैछौँ आज हामी रारा जाँदैछौँ गोठी जिउलाबाट रारातिर प्रस्थान गर्यौँ चरा मिस सुतिसक्नुभयो आन्द्रा निस्केर उहाँ खासै सुत्नु हुन्थेन के भयो खै कुन्नी शान्ति चाहिँ हुनुहुन्छ यहाँ आगो तापिरहेछौँ उहाँले चम्चा चाट्नु पऱ्यो भन्दा पनि अब हामी अहिले चाहिँ यो हामी यो बुलबुलेमा जुम्ला र मुगको सिमाना बुलबुलेमा चाहिँ हामी यो सिमी र चाउचाउ अनि रोटी खाँदैछौँ एकदम मजा आइरहेछ चिसो छ अब हाम्रो मिसहरूले पनि यहाँ खाइरहनु भएको छ चाउचाउ हाम्रो जगत सरको फ्यामिली चाहिँ उता छ यता सम्झना भाउजू पछाडि हुनुहुन्छ यता छन् तपाईँको भिडियो राखिदिनु अब मेरो पनि खिच्छु नि म सल्लेरी आइपुगेको अवस्था छ हामी भाइ त्यतै खान्छौँ चाहिँ राम्रो रहेछ हामी चाहिँ अहिले यो ठ्याक्क रारा यो सल्लेरीमा चाहिँ पुगेका छौँ अब यहाँ निकुञ्ज छ अनि अब हामी चाहिँ यो यहाँ खाना खाएर अगाडि बढ्ने हो अनि उहाँहरू के भन्दै हुनुहुन्थ्यो कि दुईजना के अरे यो जस्तै भन्नुभयो हजुरले भन्नुभयो बिहे गरिसकेपछि एक्सलाई चाहिँ अनि हामीले भेट्न बोल्न पाउनु पर्यो रे त्यस्तो हुँदैन त्यस्तो हुँदैन हुँदैन त्यस्तो हुँदैन होइन अब बाटोमा भेटेको छ भनेपछि पनि अब गर्नु भएन नर्मली नबोलेरै गइहाल्ने नि नर्मल्ली भयो नि त्यति धेरै नि माया नमान्नु कि हामी गुरुलाई यहीँ छोडेर गाडीलाई पनि यहीँ छोडेर हामी चाहिँ लाग्छौँ है अब हाम्रो म्यामहरू सरहरू यता हुनुहुन्छ हाम्रो मिसहरू अगाडि हुनुहुन्छ अब चाहिँ हामी घोडा चढ्छौँ त्यहाँबाट सल्लेरीदेखि अब रारा टपसम्मको लागि रारा मुर्मा टपकोसम्मको लागि जाँदैछौँ अब हाम्रो 8 जना टिम छ 8 जना टिम छ अहिले चाहिँ हामी अब यो रारा ताल नजिक पुगेका छौँ एकदम सर म्यामहरूलाई एकदम मजा आइरहेछ अरे होइन भाइलाई चाहिँ अलिकति पानी खुवाउनलाई चाहिँ हामी चाहिँ रोकिरहेछौँ पछि रारा तालमा हामी लगभग फाइनली पुगेका छौँ फाइनली बिस्तारै बाबु मैले घोडा फाइनली पुगेका छौँ राराको सुन्दरता यसो देख्न सकिन्छ ओ माई गड म्याडमहरू यता हुनुहुन्छ हाम्रो सरहरू म्यामहरू त्यता हुनुहुन्छ एकदमै मजा आइरहेछ है अब रमाइलो भइरहेछ म चाहिँ यता छु हेलो कस्तो लागिरहेछ चाहिँ अब यो हामी यो रारा तालको किनार सकेर अब चाहिँ हामी मुर्मा टपतर्फ जाँदैछौँ अब हाम्रो सबै टिम अगाडि छ हामी चाहिँ पछाडि छौँ अलि लास्टतिर छ हाम्रो घोडाहरू म्याडम पछाडि हुनुहुन्छ रारा ताल चाहिँ यता छ बिजोक रमाइलो छ कस्तो लागिरहेको छ हाम्रो टिमलाई जुन चाहिँ टिमलाई कठमेरी कटकटलिया तेलपाया घैथिए बुढापैका बाजा गर क्या गरी बैठिए हामी यो खाजा खाँदैछौँ विश्राम यो घोडाहरूले पनि विश्राम गरिरहेको छन् हामीले पनि विश्राम सबलाई भोक लागेको रहेछ हामीले चाहिँ अब यो पुरनदाना भुजा त्यस पछाडि के छ सुभाष ठिक छ मिठो छ भोक लाग्छ यो त हाम्रो मिसहरू पनि एकदम थाक्नु भएको छ म्याडमहरू ए हाम्रो नानो ल उहाँहरू आउनुभयो भने हेलो के हुन्छ हामी लगभग यो रारा इको रेस्टुरेन्ट मुर्मा टपमा आइसक्या अब हामी चाहिँ यो मुर्मा टपदेखि चाहिँ एकदम भिडियोहरू खिचेर अब चाहिँ हामी यो रारा इको रेस्टुरेन्ट जाँदैछौँ एकदमै राम्रो छ भ्युजहरू डे 2 को साँझको बसाइ अब यो रारा इको रेस्टुरेन्टमा चाहिँ हुँदैछ हामी मुर्मा टप गएर आएको मिसहरू यता हुनुहुन्छ एकदम चिसोले कठिन सक्नुहुन्छ अनि हाम्रो अस्मिता मिस यता हुनुहुन्छ है
ल हजुर हजुर गुड नाइट। अनि हामी चाहिँ अब आज यतै बस्छौँ होला। अनि हाम्रो सरहरू अगाडि आइसक्नु भएको छ एकदमै है। के छ कस्तो लागिरहेछ हाम्रो सानो सुभान्स एन्ड हाम्रो क्युट नानु चाहिँ यता छन्। फाइनल्ली हामी चाहिँ यो मुर्मा टपमा चाहिँ खाना खाँदैछौँ डे 2 साँझको खाना। अब यो च्याङ्ग्राको सुकुटी हो, यो चाहिँ 350 हो। अब चाहिँ हामी फाइनल्ली मुर्मा टपको बसाइलाई बिट मार्दै अब चाहिँ हामी रारातर्फ झर्दैछौँ। के छ ठिक छ, एकदम राम्रो भयो बसाइ। रारा इको रेस्टुरेन्टको साउजीले बनाइदिनु भयो होइन। अहिले चाहिँ हामी यो दालमोट खाँदैछौँ, भोक लाग्यो अरे उहाँहरूलाई। कति भोक लागेको, बिहान फापरको रोटी खाएर पनि अझ भोक लाग्यो है। ठिकै छ, उहाँहरूलाई भोक लाग्यो भने त खानु पऱ्यो नि त। हामी फाइनल्ली ढुङ्गा चढ्दैछौँ। सबैजनाको इच्छा ढुङ्गा चढ्ने है, त्यो पनि अब छिटै पुरा हुँदैछ। 11:30 मा हो भिडियो। हिजो यो मुर्मा टप होटेलबाट आज यो रारा टिम चाहिँ यहाँ रमाइरहेछ। हाम्रो अर्जुन सरले ढुङ्गा खासै चलाउनु भएन। दाजु अर्जुन दाजुले भाउजू यता दाइले हेर्न नपाएर एकदम टेन्सन आउनुहुन्छ। हाम्रो मिसहरू हेर्ने एकदम बैरागिएर तनाव छ। एकजना उतै सेन्टी मोडमा हुनुहुन्छ, उहाँले चाहिँ रमाइलो भइरहेको छ। यता मिस फेरि एकदम सेन्टी मोडमा ढुङ्गा चलाउँदै हुनुहुन्छ। म चाहिँ यता छु। राम्रो मौसम, हिजो पनि खुल्यो आज पनि खुल्यो। जस हामी एकदमै लक्की ठान्दा छौँ आफैलाई।